So hello and namaste everyone, I'm Susan. Welcome back to my channel. New day, new vlog. Right now I'm here at Pani Tangi. So as it's service day today. Bike ko servicing गर्ने दिन आज अनि I'm heading to the service center. अघि नै गएर नाम टिपाएर आइसकेको थिएँ अनि भर्खर कल आयो सो अब चाहिँ पालो आइसक्यो रहेछ त्यही भएर छिट्टो जाम अनि लेट्स गिभ इट फर सर्भिस ओ यहाँ भत्काउने काम भइसकेछ नि त ड्याम फिर्के खोलाको मापदण्ड के भइरहेको थियो ठिकै छ त वेदर चाहिँ यस्तो छ है पुरै कति बेला पानी पर्छ थाहा छैन अब चाहिँ हामी ट्याक्क न्यु रोड निस्किएर अनि नयाँ बजार पुग्नुपर्छ बाइक चाहिँ अलमोस्ट 7200 किलोमिटर्स घुरिसकेको छ यो चाहिँ मेरो 4th सर्भिसिङ हो सायद बाइक लिएको नि अलमोस्ट कति 6-7 मन्थ्स कति भइसक्यो So I'm here at नयाँ बजार ठ्याक्क बजाज सोरुम झिमाइसकेँ अब चाहिँ लेट्सको पछाडि सर्भिस सेन्टरतिर अनि गेट आवर बाइक सर्भिस्ड ओके ठिक छ नयाँ बाइक भर्खर फोन आन्नुभएको थियो कि सर्भिस नाम टिपाएर गएको थिएँ कि हुन्छ खाजा खाने कसरी मान्छे आएपछि हजुर ए ल के चाबी छोडिदिनु नि के छ यार प्रब्लम मलाई केही प्रब्लम त त्यही छैन बट पछाडि डिस्क प्याड हेर्न छ अनि त खासै त्यस्तो प्रब्लम चाहिँ छैन Guys, finally bike service भइसकेको छ अब चाहिँ लेट्स गो समवेयर एन्ड टक के भयो भनेर कस्तो छुट्टै लाउने हो क्या सर्भिस गर्ने बित्तिकै बाइक सर्भिस गर्ने बित्तिकै यार बाइकै डिफ्रेन्ट हुने यार किन यस्तो एमा साला च्यात्दै क्या हो ओके कस्तो स्मुथ भयो जस्तो लाग्यो ह्यान्डल है ब्रेक ठिक भयो है बल्ल पछाडिको ब्रेक चेन्ज गरेको है डिस्क प्याड ब्रेक चाहिँ हल्का टाइट फिल भयो ठिक छ एक पुल हानौँ न Right.
खासै धेरै काम चाहिँ भएन है, जस्ट इन्जिन ओइल फेऱ्यो, फिल्टर चेन्ज गर्यो, अनि चेन क्लिन गर्यो, अनि ग्रिजिङ गर्यो हल्का चेन उसमा पछाडिको एक्सलमा ग्रिजिङ गर्यो थियो, अनि डिस्क प्याड, त्यति। धेरै नै काम हुन्छ होला जस्तो लाग्यो, तर नप त्यस्तो धेरै काम चाहिँ आएन योपालि फोर्ड सर्भिसिङमा चाहिँ, विच इज गुड बिकज आम लो अन बजेट अहिले, ठिकै छ, धेरै खर्च आएन। आइएम ग्रेटफुल फर द्याट। कस्तो मखन भएको यार बाइक त यार, मजा यार, मजा छ चलाउन। फ्युल दिस अप। Damn, मजा यार। मलाई चाहिँ फेरि मजा मात्रै आउँछ क्या फेरि बाइक कुदाउनु पाएपछि। बढ्न लाग्यो प्राइस बढ्न लाग्यो र? ए प्राइस त बढे होइन है? फ्युल भर्ने बेला भरेछ क्या कि के अरे उ त थिएन कि रुटिनेमा नि हेरेको थिएँ होइन, प्राइस बढ्दै अहिले बढाएको छैन, बढाउनेवाला छैन भनेर भनिरहेको थियो। कडा बाटो खन्न लगाएर तनाव के यार, यस्तो लामो बाटो हिँड्नु पर्छ यार, त्यही माथि यार यस्तो तेल नभएको बेलामा क्या, फेरि महँगो भएको बेलामा फेरि बाटो लामो जानुपर्ने यार। ड्याम यस्तो सेक्सी देखेँ कि, यस्तो पिस ठाउँ छ यार यता यार, आनन्द। म चाहिँ अब हल्का यसो रिभ्यू दिउँ न होइन, ओनरसिप रिभ्यू। अलमोस्ट 6-7 मन्थ भइसक्यो किनेको, एन्ड ठिकै छ, राम्रै चलिरहेछ अहिलेसम्म, त्यस्तो केही प्रब्लम दिएको चाहिँ छैन। त्यस्तै छ के अरे होइन बाइक चाहिँ, जस राम्रो छ, जस बजेट अनुसार ठिकै हो। यत्तिको बजेटमा यत्तिको पावरफुल मेसिन चाहिँ ठिकै हो। पावर चाहिँ फेरि भन्नु पर्दैन, बेसी छ। यसको मलाई मन नपरेको चिज भनेको त्यही ब्रेकिङ हो होइन, पावर अनुसार ब्रेकिङ चाहिँ हुँदै भएन कि। एबिएस छ र ठिकै छ, नत्र चाहिँ ब्रेक त यहाँ ब्रेक हान्यो वहाँ गएर रोकिन्छ, नट गुड विथ द ब्रेकिङ। अरू चाहिँ ठिक छ। अब मेरो मोडिफाई हान्यो नि कहिले, ह्यान्डल मोडिफाइड, अनि टेल टाइडी, अरू चाहिँ हल्का फुल्का स्टिकरिङ हो, ठिकै छ। कुदाउन पाइएछ होइन, किनेकै कुदाउनलाई हो, चाहिएको चिज छ। हल्का ब्रेकिङ अझै राम्रो भएको भए अझै बवाल हुन्थ्यो। ठिकै छ, यो पहिलाको भन्दा चाहिँ अझै राम्रो रहेछ कि अहिले ब्रेकिङ चाहिँ। अहिले चाहिँ कुनै क्रिमेकाको ब्रेकिङ रहेछ, पहिला बाई ब्रेक हुन्थ्यो क्या, त्योभन्दा चाहिँ राम्रो रहेछ रहन चाहिँ। तर अझै राम्रो भएको भए बवाल हुन्थ्यो कि। त्यही नै हो यसको रिभ्यू, मेरो 6-7 मन्थ ओनरसिप रिभ्यू भनेको त्यही हो। मलाई चाहिँ ठिकै छ। अब जस पावर चाहिएको पावर छ, ब्रेकिङ अब अर्को एडजस्ट गर्ने ठिकै छ। अब यति नै हो। अब चाहिँ लागौँ होला धेरै बेर पछि यहाँ सर्भिस पछि एग्जस्ट नोट सुनिदिउँ न होइन, के छ र। यस्तो छ आइडलमा चाहिँ।
यस्तो यस्तोबाट साउन्ड आउँछ, भाइब्रेट हुन्छ, त्यही हो प्रब्लम चाहिँ। अब सुन्यो होला नि है, जाऊँ होला अब यहाँबाट, डिस्टर्ब गर्नुहुन्न यस्तो पिस ठाउँमा आएर, यस्तो पिसफुल ठाउँमा आएर ब्याङ ब्याङ बुङ बुङ गर्नुहुन्न धेरै। सो लेट्स गो फ्रम हियर। त्यो ठ्याक्क पर्स्याङ धारापानीको यतापट्टिको साइडमा छु। यस्तो छ यताको बस्ती चाहिँ, एज यु क्यान सी। यति नै गरौँ होला अहिलेको लागि, यहीँ एन्ड गरौँ होला। अहिले पछि नि ब्लग गरेछु भने खिच्नु पर्ला, नत्र द्याट्स इट। आजको ब्लग चाहिँ यति नै हो। खासमा चाहिँ बनाउँछु ब्लग नै यति नै गर्छु भनेर सोचेको थिएँ। ठ्याक्क सर्भिस गर्नु गएको, अनि ओनरसिप रिभ्यू हल्का फुल्का टुच्छ दिउँ भनेरै सोचेको थिएँ, विच आई हेभ डन अलरेडी। सो दिस माइट बी द एन्ड अफ टुडेज ब्लग। So guys, thanks for watching. See you in another vlog. Bye bye. Peace.